बालबालिका र युवाहरूलाई मर्न अनि मार्न उस्काउने तर आफू अँध्यारो अनि बन्द कोठामा सुरक्षित बसेर 78 जना निर्दोष नेपालीको बलि चढाउने आदमखोर कुख्यात अपराधी। तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि 1 इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नु भएन तपाईले? निरङ्कुश तानाशाही व्यवस्थाको कोर्र सहेर राणाहरूलाई घुँडा टेकाउने प्रजातन्त्रको लामो इतिहास बोकेको नेपाली कांग्रेस अझै पनि कोमाबाट निस्केको छैन। भारतीय विस्तारवाद हाम्रो भूमि छोड भन्दै 10 वर्ष जनयुद्ध लडेर राजतन्त्र निमिट्यान्न पार्ने प्रचण्ड कहाँ लुकेका छौ? राष्ट्रिय प्रजातन्त्र पार्टीमा जीवित रहेछ राष्ट्रियता। हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन। आज भोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेको छन्। देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन र यो सदनको सम्मानित माननीय जीवहरूले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु। नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ कि एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन। शरम संस्कृति पार्टीमा भरिभराउ रहेछ राष्ट्रवाद। पृथ्वी रहन्जेलसम्म यो देश रहिरहनु पर्छ, हाम्रो देशको चन्द्र सूर्याङ्कित झण्डा रहिरहनु पर्छ। त्यो मान्यता हामी राख्दछौँ श्रम संस्कृति पार्टीले। तर राष्ट्र, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सार्वभौम देश अनि देशभक्ति एउटै पार्टीमा रहेछ, नेकपा एमाले। एमालेमा पनि एकजना जिउँदो मान्छे रहेछ, केपी शर्मा ओली। म ढल्न सक्छु, पसारिन सक्छु, तर म घुँडा टेक्नेवाला छैन। मेरो शिर काटिन सक्छ तर मेरो शिर झुक्नेवाला छैन। म हात उठाउनेवाला छैन। चाहे त्यो चुच्चे नक्साको कुरा गर्नुहोस्, चाहे त्यो भारतीय नाकाबन्दीको कुरा, चाहे त्यो भारतसँग नझुक्ने शिरको कुरा, चाहे त्यो चाइनासँग पारावाहन सन्धिको कुरा गर्नुहोस्, चाहे त्यो रेलको कुरा, चाहे त्यो नेपाललाई डिजिटल प्रविधिमा लैजाने कुरा गर्नुहोस्, चाहे त्यो सगरमाथाको उचाइ मापन गर्ने कुरा, चाहे त्यो सुरुङ मार्गको कुरा गर्नुहोस्, चाहे त्यो फास्ट ट्र्याकको कुरा, चाहे त्यो दैलेखमा ग्यास उत्खननको कुरा, धेरै भिडियो लामो हुन्छ, छुटेका कुरा तपाईले लेख्नुहोला। एकजना देशद्रोही राष्ट्रघातीले तानेको तालमा, पिएको जोसमा नेपाल भारतको स्टेट हो भन्न सक्ला, तर पनि लट्ठ परेर होस गुमाएको बेलामा अथवा कसैको दबावले ज्यान जोगाउनको लागि बोलेको हुन सक्छ भनेर यो आत्माले माफी दिन सक्छ। तर क्यामेरा बोकेर, बुम छोपेर बोर्डरमा नेपालले भारतको जमिन कब्जा गरेर राखेको प्रमाण जुटाएर नेपालको जमिन भारतलाई फिर्ता गर्न देश बेचुवा राष्ट्रघाती मूत्रकारहरूको हरकत देख्दा रगत उम्लेर आउँछ। काश मेरो ड्युटी बोर्डरमा हुन्थ्यो अनि मेरो हातमा AK-47 फाँसीमा चढ्न किन नपरोस्, हरामखोरको कञ्चटमा गोली हानिदिन्थे। यही राष्ट्रघाती देश बेचुवा मूत्रकार सिमाना खोज्नु छ भने उसलाई खोज, जो नेपालमा जन्मिएर नेपालमा हुर्कियो। बोर्डरमा बाँच्नको लागि सङ्घर्ष मात्र होइन, यो देशको सीमा सुरक्षाको लागि हर दिन, हर रात, हर घण्टा, हर सेकेन्ड छाती थापेर बाँचेको सच्चा नेपाली, जसको शिर भन्दा माथि नेपालको झण्डा छ, जसको शिरमा नेपाली ढाका टोपीको गौरव छ, जसको रगतमा नेपालको छहराबाट खसेको पानी छ, जसको हाडमा नेपालको माटो छ अनि जसको छातीमा ग्रेटर नेपालको नक्सा छ। तर थाहा छ मलाई, त त्यहाँ पुग्दैनस्, त तिनीहरूलाई खोज्दैनस्, त कहाँ पुग्छस् र कसलाई खोज्छस् भनिदिऊ। भर्खर नेपाली बनेको, अङ्गीकृत नागरिकता बोकेको, लास पचाएको अर्धनग्न अङ्गीकृत नेपाली, नेपालको चिल्सा र हिजो मात्रै भारतबाट बिहे गरेर नेपालको भावी बन्न आएकी भारतीय नागरिक नेपालकी भाउजूलाई सोधेपछि बोर्डर मात्र होइन, मूत्रकार
बोर्डर भन्दा धेरै भित्र विराटनगर, झापा, नारायणघाट, बुटवल, नेपालगञ्ज र धनगढी भन्दा पनि माथि काठमाडौँको न्यू रोडतिर बसाइ रहेछ भने पनि यो भारतीय भूमि हो, नेपालले कब्जा गरेको भनिदिन्छन्। कि दिन्छस् तैँले नेपाल भारतलाई? नेपाली नागरिकता बोक्दैमा कोही नेपाली हुन सक्दैन। तँलाई नेपाली सिमानाको पाप लाग्नेछ। तँलाई आमाको कोख र जन्मभूमिले सराप्नेछ। हरेक नेपालीलाई यो देशको चिन्ता छ। आज गरेको निर्णयले भोलि यो देशको भविष्य निर्माण गर्छ। त्यसैले कसैले पनि सिमानाको विषयलाई यति हल्का रूपले नलिनुहोला। देशका शासकहरूले व्यक्तिगत फाइदाको लागि, कुर्सी र सत्ता जोगाउनको लागि सिमाना र यो देशको माटोको बिला लगाउन सक्छन्। गर्दन काटिएर नझुक्ने नेपालीको शिरहरूले त्यो कदम रोक्नुपर्छ। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे। यो देश कुनै व्यक्तिको होइन, हामी सबैको साझा घर हो। यो देश जोगाउने जिम्मेवारी, दायित्व र कर्तव्य पनि हामी सबै नेपालीको हो। जय देश, जय नेपाल।